हेलो गाइजहरू, तपाईँलाई शिलाजित चाहिएको छ? तपाईँलाई शिलाजित चाहिएको छ? एकदम यहाँ पशुपतिमा बिकिरहेको छ गाइज। यो अङ्कल कताको शिलाजित हो? कालीकोट पल्स झर्नाको शिलाजित हो झर्नाको सिलाइदिनु र यो शिलाजित केबाट बन्छ भनिदिनु पर्यो। ढुङ्गा पाहाडबाट आउँछ, पाहाड ढुङ्गाबाट कोर्नु निकाल्नुपर्छ, कोर्नुपर्छ हो अनि शिलाजित त कहाँ कोर्छ नि त? अनि चट्टानको पसिना होइन र? ढुङ्गाको पसिना हो, पसिनाबाट निकालेर छिल्लाएर निकाल्नुपर्छ। यो शिलाजितको काम के हो भनिदिनु पर्यो क्या? काम सिलाइले घुँडा दुखेको, ढाड दुखेको, युरिक एसिड भएको, ग्यास्ट्रिक, सुगर, प्रेसर, एनर्जी ताकतको लागि, हड्डीमा क्याल्सियम बढाउँछ, सुगर प्रेसरलाई कन्ट्रोल गर्छ, अरू त्यो शरीरलाई हेल्प गर्छ, जिम फिजिकलको लागि काम गर्छ, सब मजबुत बनाउँछ। आँखाको रोशनी बनाउँछ। अहिले ल गाइजहरू, तपाईँलाई शिलाजित चाहिएको छ? तपाईँलाई केही कमी कमजोरी छ भए यता अङ्कललाई। अङ्कल तपाईँको नाम भनिदिनु त, शुभ नाम? हजुर, मेरो नाम सन्तोष विका हो। कालीकोट। ल गाइज, यहाँ आउनु होला, सन्तोष अङ्कलसँग सम्पर्क गर्नु होला, कृपया शिलाजित लिनु होला। ल भन्नु त अरू तपाईँ भनिदिनुहोस् त, दुई चार शब्द दाइ। मेरो भन्नु केही छैन, सिलाइ चाहिएको खण्डमा आउनु होला, हामी यता छँदैछु, हामीसँग डाइरेक्ट सम्पर्क गर्नु होला गाइजहरू। शिलाजित एकदम ओरिजिनल यो जुम्ला कालीकोटबाट आएको शिलाजित हो गाइज। एकदम हड्डीको क्याल्सियम अनि इनर्जी बढाउने भएकोले तपाईँको कुनै कमी कमजोरी हड्डी सड्डी भाँचिएको छ भने आउनु होला यहाँ। तपाईँलाई एकदम कडा बनाउने छ गाइजहरू, एकदम